नेपाल र अफगानिस्तान U19 बीचको एक दिवसीय सिरिज अन्तर्गत दोस्रो खेल आइतबार हुँदैछ। यी दुई टिम बीचको दोस्रो म्याच बिहान 9:30 बजेदेखि मुल्फानी ग्राउन्डमा सुरु हुनेछ। श्रृङ्खलामा आयोजक नेपाल 1-0 ले पछि छ। पहिलो खेलमा अफगानिस्तानले दिएको 301 रनको लक्ष्य पछ्याएको नेपाल 44.2 ओभरमा 170 रनमै अल आउट भयो। उक्त खेलमा नेपालका लागि ओपनर निरज कुमार यादवले मात्र अर्धशतकीय पारी खेल्न सके। उनले 61 बलमा 4 चौका र 2 छक्का सहित 53 रनको पारी खेलेका हुन्। अरू ब्याटरको प्रदर्शन भने खराब रह्यो। अफगानिस्तानका लागि भने दुईजना ब्याटरले अर्धशतकीय इनिङ खेलेका थिए। सोही कारण पनि उसले पहिलो खेलमै नेपाललाई विशाल लक्ष्य दियो। अफगानी टिम दोस्रो खेलमा पनि शानदार प्रदर्शन गर्दै एक म्याच अगावै सिरिज जित्न चाहन्छ। यता नेपाली टिम आइतबार सिरिज जोगाउन जित्नै पर्ने दबावमा हुनेछ। नेपाल दोस्रो खेलमा सुधारिएको ब्याटिङ गर्दै राम्रो लयमा फर्किने सोचमा छ। नेपाल र अफगानिस्तान विश्वकप छनौटको तयारी स्वरूप एक दिवसीय सिरिज खेलिरहेका हुन्। यो सिरिजपछि नेपाल र अफगानिस्तान सहित हङकङ, UAE र ओमानले विश्वकप छनौट खेल्ने तालिका छ। प्रतियोगिता आउँदो सातादेखि नेपालमा आयोजना हुँदैछ। प्रतियोगिताको उपाधि जित्ने टिमले आउँदो वर्ष जिम्बाब्वे र नामिबियामा हुने विश्वकपमा स्थान बनाउनेछ। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। धन्यवाद।